नमस्ते अनि सबैजनालाई वेलकम छ मेरो न्यू भिडियोमा। आज पनि मैले नयाँ भिडियो लिएर आइसकेको छु। ल सबैजनाले हेरेर साथ दिनु होला। ल अब माछा मार्न गइरहेको। यो चाहिँ सरालो लामो छ, सरालो एकदम लामो छ। त्यहाँदेखि यहाँसम्म पनि भेटाउँछ है। अर्को पनि छ बल्छी चाहिँ टन्नै रहेछ। म त हेरे पनि थिएन। भोक लागेर हामीले फ्राइड राइस लिएर आएको थियौँ घरदेखि है। अहिले फ्राइड राइस खाइरहेछौँ। आजको भात यही होइन दिनेश है? एकदम मिठो छैन? एकदम बेस्ट। अरू पनि छ झोलामा आगो ताप्दै खानेकुराहरू। अनि पानी पनि ल्याएको छौँ हामीले बोतलमा। अनि स्प्राइट पनि छ साथमा। फ्राइड राइस पक्का आगोको ताप्दै। यहाँ फेरि ठुलो रह छ, बिचमा ढुङ्गा छ, वरिपरि रह। दाउरा पनि पर्छ छ हामीसँग, सल्लाहको स्पेसल दाउरा। आगो फुक्नै पर्दैन है? मजाले बोलिराखेको छ होइन आगो त? फ्राइड राइस। हामी कहाँ छौँ अरे? हामी भट्टा चौरमा। ट्याकको फ्राइड राइस आगो ताप्दै त्यहाँ बोलाएर कडा छ दाइ।